यो चाहिँ ट्रेडिसनल नेपाली किबोर्ड यहाँ डाउनलोड गरेर राखेको छु मैले। यहाँभित्र जाम के छ, यहाँ ट्रेडिसनल भन्दा भित्रपट्टि किबोर्ड लेआउट भन्ने यसमा हुन्छ अप्सन। यसमा दुईवटा हुन्छ, यो चुनेर पनि हुन्छ। त्यसरी किबोर्ड लेआउट आउँछ, कुनबाट के टाइप गर्ने भन्ने कुरा देखाएको छ। नेपाली युनिकोड किबोर्ड लेआउट ट्रेडिसनल, यहाँ चाहिँ तपाईसँग यो पहिला इन्स्टल भएको हुनुपर्छ। यो मसँग दुईवटा नेपाली किबोर्ड छ, एउटा नेपाली युनिकोड ट्रेडिसनल लेआउट छ, अर्को नेपाली युनिकोड रोमनाइज्ड लेआउट भन्ने पनि छ। अर्को इङ्ग्लिस यसै भइहाल्यो। अब यसमा चाहिँ इन्स्टल गर्नको लागि चाहिँ यतापट्टि यो डाउनलोड गरेपछि सेटअप छ, यहाँ जानुपर्ने हुन्छ। यहाँबाट तपाईँले चाहिँ इन्स्टल गर्न सक्नुहुन्छ। यसरी आउँछ। यहाँ मेरो पहिले इन्स्टल गरिसके भएर रन गर्ने कि के गर्ने भनेर देखाइरहेछ। अब यसबाट टाइप चाहिँ कसरी गर्ने त, इन्स्टल गरिसकेपछि टाइप कसरी गर्ने भन्ने कुरा हेरौँ है त। यसबाट टाइप गर्नलाई चाहिँ पहिला तपाईँले यो किबोर्ड लेआउटलाई किबोर्ड लेआउटलाई चाहिँ विन्डोज प्लस स्पेस बार थिचेर यो यसमा छ भने यसमा जान्छ, फेरि यसबाट त्यसमा जान्छ। हेर्नु है त, विन्डोज प्लस सिफ्ट थिच्यो भने तल्लो किबोर्डमा बस्यो, यो तल्लोमा आएको छ, फेरि नेपालीमा आयो। यसरी चेन्ज गर्ने हो। नेपालीमा आयो, अब टाइप गर्न सकिन्छ। अब यहाँ पहिला चाहिँ व्यञ्जन वर्णको थियो, व्यञ्जन वर्णको र यसमा आकार इकार उकार कसरी टाइप गर्ने, ओम कसरी, री कसरी लेख्ने, स्र कसरी लेख्ने भन्नेसम्म थियो। अब यसमा चाहिँ तल छ युनिकोड ट्रेडिसनल नेपाली किबोर्ड सोमा स्वर वर्ण कसरी टाइप गर्ने, त्यसबाट चाहिँ कसरी हामी स्वर वर्ण अ आ इ उ ए आई ओ अम अ कसरी लेख्छौँ भन्ने कुरा यहाँ देखाएको छ। हामीले सी थिच्यो भने अ आउँछ। त्यस्तै सिफ्ट थिचेर ए थिच्यो भने आ आउँछ। सिफ्ट थिचेर ओ थिच्यो भने इ आउँछ। सिफ्ट थिचेर चाहिँ टु थिच्यो भने ए आउँछ। पी मात्रै थिच्यो भने अर्को यो ऊ आउँछ। सिफ्ट थिचेर यु थिच्यो भने यस्तो ऊ आउँछ। सिफ्ट थिचेर सी थिच्यो भने री आउँछ। सिफ्ट थिचेर पी भन्ने कि थिच्यो भने ए आउँछ। सिफ्ट थिचेर इ लेखेको कि थिच्यो भने ऐ आउँछ। सिफ्ट थिचेर ड्यास भन्ने के छ यो थिच्यो भने चाहिँ ऊ आउँछ। ड्यास भन्ने ऊ जिरो जुन हुन्छ त्यसको छेउको त्योभन्दा दाहिनेपट्टिको कि थिच्यो त्यसमा ड्यास के छ त्यो मात्रै थिच्यो भने चाहिँ औ आउँछ। पहिला सी थिच्नुभयो, त्यस पछाडि सिफ्ट थिच्नुभयो र स्ल्यास कि थिच्नुभयो। यो चाहिँ ब्याकस्पेस तल हुन्छ, यो थिच्यो भने अम आउँछ। सी मात्रै थिच्यो भने अ आउँछ। सी थिचेर यम थिच्यो भने चाहिँ पछाडिको यो कोलन चिन्ह आउँछ। यसरी हामी चाहिँ स्वर वर्णलाई पनि टाइप गर्न सक्छौँ।